नमस्ते, स्वागत छ सबै साथीहरूलाई। आज म चाहिँ कागतीको बोटलाई मल खाद दिनु गइरहेको छु। बोटलाई मल खाद दिनुको लागि सबैभन्दा पहिले मैले चाहिँ कागतीको वरिपरिको हलुका सबै माटो सफा गरेँ, जराहरू नदेखिने गरी। यसरी सफा गरिसकेपछि गोबरको मल, राम्रोसँग कुहेको गोबरको मल चारैतिर बराबरी पर्ने गरेर गोबर मल हालेँ। अनि त्यसपछि अस्ति मैले निमको झोल बनाएको थिएँ। अस्ति भिडियो पनि पोस्ट गरेको थिएँ, कति हेर्नुभयो कति हेर्नु। अनि हेर्नु होला। मैले चाहिँ यो गोबर मल हालिसकेपछि निमखलीको पानी पनि दिन्छु। 10-15 दिन बिराएर जहिले नि मैले निमखलीको पानीहरू बोटलाई यसरी नै दिन्छु। भिडियो मन परेमा लाइक, सेयर र कमेन्ट गर्नुहोला साथी। धन्यवाद।